बर्माको लाइब्रेरीमा थन्किएको एउटा चिठी छ जवाहरलाल नेहरूको। मैले योभन्दा अगाडि पनि भन्दै आएको थिएँ। त्यो चिठीसम्म हामी पुगेर आएको छौँ। नेपाललाई कसरी गाभ्ने भारतमा हामीलाई गाभ्न दिनुहोस्। बरु तिब्बत तपाईँहरूले लिँदाखेरि तपाईँहरूको तिब्बतमा त खाद्यान्न छैन। चिनिया सेनाले के खान्छ? 6 महिना टिक्नको लागि चाहिने खाद्यान्न हामी दिन्छौँ भनेर भारतले 6 महिना पुग्ने खाद्यान्न त चिनिया सेनालाई दिएको छ। अनि चिनिया सेना टिकेर चाहिँ त्यहाँ कब्जा गरेको छ। अब त्यो स्थितिमा पछि फेरि के गद्दारी गरिदियो भन्दा दलाई लामालाई फेरि ल्याएर राखेर चिनकै विरुद्धमा गतिविधि गर्न थालेपछि अलिकति चिन र उसको खटपट भयो। 1962 को युद्ध भयो। अक्साई चीन लगायतका केही यो अरुणाचल प्रदेशका केही भाग चाइनाले कब्जा गर्यो, इन्डियाले लिन सकेन। तर भित्र के थियो त भन्दाखेरि सहमति गर्यो, चाइनाले चाहिँ त्यो तिब्बत लिँदाखेरि हामी सहयोग गर्ने, नेपाल र सिक्किम लिँदाखेरि चाइना चुप लाग्ने भन्ने कुरा थियो। तर चाइनाले के गर्यो? सिक्किमको मामलामा ऊ साइलेन्ट बस्यो। तर नेपालको मामलामा अहिले पनि चाइनाले के गरिरहेछ त? मधेस आन्दोलनको बेलामा यो काङ्ग्रेस आएको पालाको योजना थियो। 2014 सम्म मधेस टुक्राउने काङ्ग्रेस आएको योजना थियो। तर 2014 मा बिजेपी सरकारमा आइदियो। यदि काङ्ग्रेस सरकार भएको भए मधेसी क्षेत्रमा काम गर्ने जुन सशस्त्र समूहहरू थिए ती सशस्त्र समूहहरूलाई हामीले कन्ट्रोल गर्न धेरै गाह्रो पर्थ्यो। तर त्यति बेला के भइदियो? उता बिजेपीको सरकार आयो। बिजेपीको चाहना चाहिँ पुरै बरु नेपाललाई चाहिँ मनाएर हुन्छ कि के गरेर हुन्छ अखण्ड भारतमा गाभ्ने, तरै मात्रै नटुक्र्याउने, आपसमा नलडाउने, पहाडी र तराई उनीहरू सब दुइटै हिन्दू हो, हिन्दूहरूलाई एकताबद्ध गर्नुपर्छ भन्ने नीतिका कारण त्यो प्रस्तावबाट ब्याक भयो र उसले सशस्त्र समूहहरूलाई कन्ट्रोल गर्नलाई मद्दत गर्यो, कन्ट्रोल भयो। र त्यही बेलामा चाइनाको राजदूतले चाहिँ बोल्नु भएको छ। के बोल्नु हो भने जति बेलासम्म नेपालले चाइनाको अखण्ड एक चिनको नीतिलाई समर्थन गर्छ, हामी पनि अखण्ड नेपालको एक नेपालको चाहिँ उसलाई सार्वभौमसत्तालाई चाहिँ हामी सम्मान गर्छौँ। यदि तराई टुक्राउने खेल भयो भने हामी पनि अगाडि आउँछौँ भनेर जुन दिन विज्ञप्ति आयो त्यसको भोलिपल्टबाट भटाभट वार्ता हुन थाल्यो। अनि सशस्त्र समूहहरू पनि वार्तामा आए। यो भित्री एउटा रहस्य यो के छ त भन्दाखेरि यो दूरगामी प्रभाव पार्ने एक खालको द्वन्द्व योजना भारतको परस्टै देखिएको छ। यो अहिलेको पालादेखि होइन, पहिलेदेखि यो देखिरहेको छ। र अहिले पनि सीमा विवाद समाधान गर्न चाहन्न। यदि चाहने हो भने त प्रबुद्ध वर्गले दिएको एउटा सामान्य रिपोर्ट न हो। त्यो रिपोर्टमा के छ हामीलाई थाहा छ। त्यो लिपुले कालापानी क्षेत्रको नापी हुने बेलामा जुन अधिकृत खट्नु भएको थियो नेपाल सरकारको, उहाँसँग म एकदम नजिक बसेर उहाँको कामलाई हेरेको छु। उहाँले जुन विधि प्रयोग गरेर जुन प्रमाण हेरेर नाप्दै जानुभयो जाँदाखेरि के देखियो त भन्दा महाकालीको मूल उद्गम स्थल त अहिले नेपालले दाबी गरेकोतिर गयो। अरू कुनै आधार चाहिँ थिएन। यो अहिलेको नक्कली मुहान जुन खडा गरेको छ, कालापानीको जहाँ ब्यारेक राखेको छ, काली मन्दिरबाट निस्किएको सानो एउटा चाहिँ झरनालाई चाहिँ भारतले यही हो महाकालीको मुहान भन्छ, त्यो गलत हो भन्ने कुरा चाहिँ जब प्रमाणित भयो, त्यो रिपोर्ट त्यहाँ परिसकेको थाहा पाइसकेपछि अब हामी तल पर्छौँ भनेर, किनभने उता भारतले लगानी गरिसकेको छ। यो सबै स्थितिमा त्यो कुरालाई चाहिँ लोप राखेर अझै विवादलाई कायम राखिराख्न खोजिरहेको देखिन्छ। तर अब यो कुरा चाहिँ कहाँनिर आएर जोडिन्छ भने अहिलेको सरकारले अब एसपीपी लगायतका कुराहरूमा कस्तो नीति लिन्छ, त्यो किन लिन्छ भन्ने कुरासँग एकदमै महत्त्वपूर्ण कुरा छ। अब यो भित्र दुई धारहरू छ। नेपालमा दुईवटा धार बनिसकेका छ। एउटा चाहिँ भारतले हामीलाई धेरै हेप्यो। अब चाइनाले पनि के भनिरहेछ भने यदि लिपुलेक लिम्पुवाधोरा तिम्रो हो भने यो चुच्चे नक्सा तयार गर्दाखेरि र चुच्चे नक्सासँग रिलेटेड जति पनि प्रमाणहरू छन्, 108 वटा प्रमाणहरू छन्। मैले अनुसन्धान गरे अनुसार त्यो मैले लगभग 1.5 घण्टाको त्यति बेला मैले हालेको पनि थिएँ। त्यो निकै दक्षिण एसियामा एकदमै चर्चाको विषय बनेको थियो। मैले हिन्दी भाषामा र अङ्ग्रेजीमा दुईटैमा गरेको थिएँ। धेरै ठाउँबाट कलहरू पनि आयो, प्रमाणहरू सहित विवेचना गरिएको थियो। त्यो 108 वटा प्रमाणहरू, आधारहरू, कारणहरू जुन छन्, त्यो प्रमाणहरू यो चुच्चे नक्सा पास गरिसकेपछि संयुक्त राष्ट्रसङ्घको फाइलमा लगेर किन राखेन भन्ने क्वेसन उठ्यो। र यही चिज यो त किनभने त्रिदेशीय बिन्दुसँग रिलेटेड विषय हो लिम्पियाधुरा। यदि त्यो बिन्दु चाहिँ लाई कायम गर्ने हो भने त्योसँग सम्बन्धित प्रमाणसहित चाइनाको सरकारलाई जानकारी किन गराइएन भन्ने प्रश्न उठेको छ। नक्सा पास गर्दैमा, संविधानमा उल्लेख गर्दैमा, अनुसूचीमा हाल्दैमा त्यो हाम्रो भइहाल्ने होइन। त्यसलाई हाम्रो हो भनेर दाबी गर्नका लागि अहिलेको अन्तर्राष्ट्रिय कानुन अनुसार पनि जहाँ जहाँ त्यो सरकारवाला निकाय हो त्यहाँ त हामीले त्यो प्रमाण त पेश गर्नु पर्यो नि त। त्यो हेर्दाखेरि के छ भने पहिलाको प्रमाण बलियो छ, त्यही आधारमा हामीले संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएको छौँ। त्यहीँ लगेर यी पुराना डकुमेन्ट र नयाँ कुराहरू सबैलाई लगेर अपडेट किन नगर्ने? योभन्दा अगाडिको सरकारले यो गरेन। यो पनि एउटा अनुसन्धानको विषय छ, किन गरेन भन्ने कुरा छ। हो, यहीँनिरबाट के कुरा आयो भन्दाखेरि अब यो किन गरेन? या डराएर गरेन, या हामी तल पर्छौँ भनेर गरेन, या सफ्ट कर्नरबाटै हामी चाहिँ काम गर्नुपर्छ, अलिकति एग्रेसिभ भएर जानुहुन्न, भारत रिसाउँछ
भारत रिसाए पनि हामीलाई हाम्रो समस्याको समाधान गर्न चाहिरहेको छैन, नरिसाए पनि त्यो समस्यालाई चाहिँ जिउँदो राखिरहेको छ भने अब त्यो समस्यालाई अलिकति समाधान गर्ने तहमा अलिकति कडा भएर प्रस्तुत हुँदा के बिग्रिन्छ? किनभने हाम्रो त प्रमाण छ र अन्तर्राष्ट्रिय जगतले पनि मागिरहेको छ, तिमीहरूसँग प्रमाण छ भने आउन त कुरा राख भन्दाखेरि नक्सा मात्रै पास गर्ने तर कुरा नराखिदिने गर्दाखेरि के छ त भन्दाखेरि यो चाहिँ अब एकदमै सफ्ट कर्नरबाट मात्रै समस्याको समाधान हुँदैन। अब हामीले यो संयुक्त राष्ट्रसङ्घको जुन फाइल छ त्यहाँ पनि हाम्रा सबै कुराहरूलाई त्यहाँ अपडेट गर्नुपर्छ अनि त्यसले अन्तर्राष्ट्रिय जगतको ध्यान आकर्षण गर्छ र अन्तर्राष्ट्रिय रूपमा त्यो कुराले मान्यता प्राप्त गर्छ, भोलि हामीलाई सपोर्ट मिल्छ। र अर्को कुरा चाइनालाई पनि हामीले प्रेस नोट अथवा चाहिँ यो डिप्लोमेटिक नोट मात्रै पठाएर हुँदैन, एउटा प्रेस विज्ञप्ति जारी गरेर हुँदैन, यो एउटा ध्यान आकर्षण गराउने सामान्य माध्यम मात्रै हो। त्यसपछिको स्टेप के त? त्यो स्टेप नचाल्दाखेरि अन्तर्राष्ट्रिय कानुनले हामीलाई कसरी पछाडि पार्छ भन्ने कुरामा पनि पहिलाका सरकारहरू चुकेको हुनाले अब अहिलेको सरकारले के गर्छ भनेर हेर्नुपर्छ भन्ने कुरा चाहिँ छ। र यो कुरालाई चाहिँ डिप्लोमेटिक नोट मार्फत ध्यान आकर्षण गराउने मात्रै होइन, हामीसँग यो कुराहरूको आधार प्रमाणहरू छन्, त्यसकारण चाहिँ हामीले यो दाबी गरिरहेका छौँ भनेर र त्यो विवादको बिन्दुलाई, त्यो विवादको विषयवस्तुलाई पनि उनीहरूको प्लेटफर्ममा लगेर चाहिँ राखिदिने यो चाहिँ गर्नुपर्छ। यो गर्दाखेरि भारतलाई चिडाएको हुँदैन, किनभने यो सरकारवाला विषय हो। संयुक्त राष्ट्रसङ्घको सदस्य भएको नाताले हामीले त्यहाँ राख्न पाउँछौँ आफ्नो डकुमेन्ट र चीनसँग सम्बन्धित त्रिकोणीय बिन्दु पत्ता लगाउनु पर्ने भएको हुनाले जसमा चाइना पनि संलग्न हुनुपर्ने अवस्था रहेको हुनाले अब चाइनालाई पनि त्यो फाइल हामीले दिनुपर्ने अवस्था रहन्छ। यो दिँदाखेरि हामीले भारतलाई चिडाएको हेपेको भन्ने कुरा हुँदैन, तर यो दिँदाखेरि के हुन्छ त? भोलि यो दुईटाको समर्थन प्राप्त भयो भने भारत सजिलै वार्तामा आउनुपर्ने अवस्था आउन सक्छ।